नमस्कार सम्पूर्ण दर्शकहरूलाई फेसबुक, टिकटक र युट्युबबाट हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई हरेक वर्ष चाहिँ जात्रा लाग्ने गरेको छ र एकदम रमाइलो पनि हुनेछ। जात्रा एकदम रमाइलो भएको थियो। कपिराइट लाग्ने भएको कारणले म्युजिक बजेको भएर मैले चाहिँ ब्याकग्राउन्ड म्युजिकहरू चाहिँ लिन सकिनँ ओरिजिनल। यसको लागि चाहिँ माफी चाहन्छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। र हामीले यस जात्रामा हामीले सानो गेम पनि खेलाएका थियौँ र गेममा चाहिँ हामीले 70,000 भन्दा प्लस माथि चाहिँ इन्कम पनि गरेका थियौँ। एकदम राम्रो भयो, रमाइलो भयो। काठमाडौँदेखि गाउँसम्मको यात्रा थियो हाम्रो। जात्रा एकदम रमाइलो भयो। गाउँमा एकदम रमाइलो पनि गऱ्यो र रमाइलो गरेर हामी फर्क्यौँ। भिडियो अन्तिमसम्म हेर्नु होला है त साथीहरू। र यदि नयाँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। काठमाडौँदेखि दार्जिलिङ गल्चियाट सुलिम बागबछला मन्दिर आज जात्रा थियो। हामी चाहिँ काठमाडौँदेखि दुईवटा गाडी लिएर सायद फर्स्ट टाइम होला यो ठाउँमा चाहिँ इभी गाडी, त्यही माथि ट्याक्सी, यस्तो बाटोमा चाहिँ फर्स्ट टाइम आयो बागबछला। केटाहरू त्यहाँ पौडा खेल्ने, लङ्गुच्चा खेल्ने भइरहेछ अनि रातभरि रमाइलो थियो। अहिले पनि रमाइलो चाहिँ भइरहेछ होइन? यस्तै हो। कति हो? 100 हो होलसेलमा हो। जात्रा कस्तो भयो आज? ठिक छ। सबैले रमाइलो भयो नि? ल व्यापार कस्तो? सब्जी व्यापार कस्तो भयो? यता लङ्गुच्चा चलिरहेछ हजुर। जात्रा भनेको आफ्नो गाउँको ठाउँको होइन, अब आफ्नो गाउँ ठाउँको लागि चाहिँ हामी सबैजना रमाइलो गर्ने भनेर आएको हो। कसैले अब कोही रमाइलो गर्न आउँछ, कोही कौडा खेल्न आउँछ। त्यस्तो होइन, त्यो खानी खेल्ने आफ्नो ठाउँमा छ नि त। खानी तर जे भए पनि आफ्नो ठाउँको जात्रा चाहिँ रमाइलो गरी मनाइयो। राम्रो रमाइलो भयो नि त? राम्रै रमाइलो भयो। अझै पनि भएदेखि खेल्ने थियो बाबु। ल धन्यवाद। यता चाहिँ फेरि यो खेलिरहेछ, रातभरि खेल्यो, अहिलेसम्म चलिरहेछ गेम। सबैजना हाइएस्ट कति भइरहेछ? 500 कि 1000? 400 कसो हो? रातभरिदेखि अहिलेसम्म नन स्टप कन्टिन्यू चलिरहेछ। यता मोमो है, मोमो पनि छ स्पेसल। के छ सर? ठिक छ एकदम। बिहानको अवस्थामा निन्द्रै रातभरि सुते छैन है? एउटा बुढो मान्छे पिङ्गेले लक गरी स्याहार्छ माथि डोरी लाएर। अनि काम छैन। बुढो मान्छेहरू पिङ खेल्यो। बुढो मान्छे त्यसरी पिङ खेल्न भन्दा उता लगाएर यत्रो पिङ ल। अब जात्रा सात्रा सक्यो। अब हामी पनि अब घरतिर काठमाडौँतिर लगिन्छ। तल चाहिँ हाइवे हो है। रातै कटायो, रातै आज रातभरि। ल यहाँ चाहिँ पिङ खेल्ने तयारी भइरहेछ। बिहान बिहानै केटालाई रहर लाएर कति मान्छे हेरे पिङ घुमाउनु नसक्यो हेरे हेरे। फाइनली साथीहरु
अहिले चाहिँ हामी गल्छी गाउँपालिका 8 नम्बर नयाँ गाउँमा छौँ र आज चाहिँ हाम्रो भनौँ न गए राति हाम्रो चाहिँ गल्छी गाउँपालिका 8 नम्बर वडामा चाहिँ चुली भन्ने ठाउँमा चाहिँ बागोछाला मन्दिरमा चाहिँ एउटा जात्रा थियो वर्षौँ जात्रा लाग्छ होइन अनि त्यो जात्रामा आज हामीले एकदम रमाइलो सानो एउटा गेम खेलाएको थियौँ र गेम खेलाए बापत चाहिँ आज हामीले राम्रो आम्दानी गरेका छौँ झन्डै यहाँ 70,000 जति छ होइन यति ठुलो आम्दानी गऱ्यौँ हामीले एकै रातमा गेम खेलाएर हो कि साथीहरू अनि यति धेरै होइन इन्कम गरेपछि गेम खेलाएर यसको बापत चाहिँ हामी केही रमाइलो पनि गर्न चाहँदैछौँ र हाम्रो अब हुँदैछ नि यसो सानो पार्टी पनि हुँदैछ अनि यही उमा चाहिँ उपलक्ष्यमा चाहिँ अब खुसियाली पनि मनाउँदैछौँ आधा टन्न पैसा परेछ यो पैसा अलिकति तलाउनु पर्यो र बाँकी पैसा चाहिँ साथीभाइले बाँड्नै पर्यो त के कसो ल है भिडियो अन्तिमसम्म हेर्नु पार्टी पनि दर चल्छ एकदम रमाइलो भइरहेछ र यो साल यस्तो रमाइलो भयो र राम्रो आम्दानी गऱ्यो भने तपाईँहरू पनि अर्को वर्ष चाहिँ आउनु होला धादिङ गल्छी गाउँपालिका 8 नम्बर वडा चुली बागोछाला मन्दिरमा आउनु होला पाल्नु होला अर्को जात्रामा है त हस् त धन्यवाद के कसो गाई है ल है त पैसा झ्याप्प परिसकेको छ हजार हात्ती टक्क लाएर है त खसी ढालिसकेको छ अहिले तपाईँले देखाउने चाहिँ खसी ढलिसकेको छ भक्कलै ढलिसकेको छ अब कपलाकै खाने हो एकछिन पछि है त खाना मात्रै बाँकी हो ल सितान खसीको मासु नै हो सितान यार त्यो त यत्रो छ त यार के कुरा अरे कार्टुन आउँछ क्या कार्टुन के चिन्ता गरे यार ल है त भाइ अहिले चाहिँ हामी गल्छी गाउँपालिका 8 नम्बर वडा नयाँ गाउँ भन्ने ठाउँमा छ र यो ठाउँको नाम चाहिँ कुखुरेचौर भन्ने एउटा भाइरल जक्सन हो होइन यहाँ चाहिँ एकदम 8 नम्बरको अहिलेको भाइरलै ठाउँ भन्नुपर्छ र हामी चाहिँ हिजो बेलुका चाहिँ हाम्रो चुलीमा चाहिँ जात्रा थियो बागोछाला मन्दिरमा त्यसको लागि चाहिँ हामी जात्रा मनाउन आएका थियौँ हामी चाहिँ 2टा गाडी लिएर चाहिँ आएको होइन एकदम रमाइलो भयो काठमाडौँदेखिको यात्रा बाटो चाहिँ अलिकति सहज थिएन सहज नभए तापनि होइन सर राम्रो तालले आइयो जसो गरेर हाम्रो केशव सर है एकदम हाम्रो बोसले राम्रो भिडियो बनाउनु भन्नुभएको छ सक्दो प्रयास चाहिँ गरिरहेको छु है मैले गाइजहरू यो पालि चाहिँ बबाल हामीले कति मारेर कोडा भन्ने त सर कति लाख मारे गोजीमा अटेन पैसा पुग्ने मान्छे खोइ पैसा खोइ पैसा पुग्ने मान्छे देखाइदिउँ त हाम्रो सरलाई ओहो है ल पार्टी पनि हान्नुपर्छ ल है त भिडियो अन्तिमसम्म हेर्नु होला गाइजहरू ल अहिले चाहिँ हामी खानासाना पनि खाइसकेका छौँ खाना खाएर यहाँ चौरमा रेस्ट गरिरहेको छौँ कोही सुतिरहेको छ अब हाम्रो केटा रेडी भइसकेको छौँ सर अब लाग्ने होइन त अब केटिएम काठमाडौँतर्फ लाग्दैछौँ ल साथीभाइ हो अब लागौँ काठमाडौँतिर अनि जात्रा आएर कस्तो भयो रमाइलो भयो हजुर हस् पहिला त हजुरकै क्लियर गराउनु साथीको चाहिँ एकदम होइन क्लियर हुनु पर्यो अरू भनेको त त्यस्तै हो ल धेरै गल्फती नगरौँ अब काठमाडौँतर्फ लागौँ हाम्रो यात्रा लामो छ है त हजुर ल भन्नुहोस् हाम्रो सर एउटा कुरो राख्नुहुन्छ ल भन्नुहोस् हामीले खाएको चाहिँ भिडियो गरेन होला तपाईँले होइन हजुर सर पगात भिडियो गर्न एकदम गरेछ एकदम एकदम टेस्टी सबै छ तपाईँले बनाउनु होइन एकदम टेस्टी एकदम बबाल छ होइन कसले पकायो नाम भनिदेऊ न के अरे निशान लामा ल के अरे होइन निशान लामा बनाउनु पर्यो कि झन्डै बिर्सन नाम पनि ल बबा खाइसक्यो यत्रो ल हाम्रो गाउँघर त्यस्तै छ है सल्लाहघारी तल जङ्गल पारि हाम्रो गाउँघर आफ्नो सबैको घर यतै छ कोहीको पारिपट्टि 2टा गाडीमा स्वर लागेर काठमाडौँ यात्रा हाम्रो रमाइलो गर्दै जानेछौँ हामी अब यात्रा चाहिँ हाम्रो अब काठमाडौँसम्म हुन्छ होइन हजुरको परिचय पाऊँ न मेरो रमेश रोका हो होइन वाइफाई होइन ए वाइबाट नर्को छ हाम्रो एउटा अल्टो ट्याक्सी एउटा इभी ट्याक्सी यो इभी ट्याक्सी चाहिँ मेरो अर्को हाम्रो सोल्टी गाडी हो अब हामी काठमाडौँ लाग्दैछौँ आजको लागि यति नै है त भिडियो ल